हिजो हाम्रो पीएम बालन शाहले लिड गरेको संवैधानिक परिषदले चाहिँ डाक्टर मनोज कुमार शर्मालाई सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा नियुक्त गर्नको लागि नाम सिफारिस गरेको होइन। अब हिजो बसेको बैठकको 6जना मेम्बरहरूमध्ये 4जना मेम्बरहरूले चाहिँ डाक्टर मनोज कुमार शर्माको नाममा सहमति जनाउनु भयो। यो कुराले सबैभन्दा ठुलो प्र्याङ्क चाहिँ हाम्रो हर्क सम्बन्धीलाई भएको छ। उहाँ चाहिँ होइन हाम्रो परम्परा प्रतिष्ठा अनुशासन जे हो त्यही गर्नुपर्छ भनेर यता र उता कराइरहनु भएको थियो। तर उहाँकै पार्टीबाट बन्नुभएको उपसभामुखज्यूले चाहिँ डाक्टर मनोज कुमार शर्माको नाममा सहमति जनाउनु भएछ। त्यसपछि हामी उहाँले गरेको निर्णयप्रति घोर आपत्ति जनाउँछौँ भन्दै हुनुहुन्थ्यो। होइन म त यत्रो यो यिनीहरू कराएको देख्दाखेरि सरकारले साँच्चीकै गल्ती गरे हो क्या हो। अब यो सरकार म पावरफुल छु 2/3 नजिकको सरकार हो भनेर कानुन सानुन मिचेर संविधानै नमानी मनमा जे लाग्यो त्यही गरे हो क्या हो। को हो त यो मनोज कुमार शर्मा भनेर साँच्चीकै गल्ती गरे क्या भन्ने लागिरहेछ। होइन रहेछ नि त। सर्वोच्च अदालतमा भयो अब त्यो प्रधान न्यायाधीशको सिट खाली हुने भइसके पछाडि न्याय परिषदले 6जना न्यायाधीशहरूको नाम चाहिँ प्रधान न्यायाधीश हुनको लागि यिनीहरू एलिजिबल छन् भनेर नाम सिफारिस गरेको। त्यसमा सपना प्रधान, मल्ल कुमार रेग्मी, हरिप्रसाद फुयाल, डाक्टर नकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ होइन। अनि त्यसमध्येबाट चाहिँ सरकारले डाक्टर मनोज कुमार शर्मालाई छानेको। सरकारले बालेनले यो मेरो मान्छे हो म यसलाई बनाउँछु भनेर टिपेर ल्याएको मान्छे त होइन मनोज कुमार शर्मा। न्याय परिषदले सिफारिस गरेकै मान्छेहरूमध्ये एक हो नि त। सरकारले यति मात्र भनेको हो कि बालेनले यति मात्र भनेको हो कि हामी अब यो सिनियरिटीको आधारमा होइन, हामी मेरिटको आधारमा गर्छौँ। जसले राम्रो काम गर्छ, जसले धेरै काम गर्छ, जो चाहिँ अलि मजाले काम गर्छ, हामीलाई काम गर्ने मान्छे चाहिएको हो, हामी काम गर्ने मान्छेलाई चुज गर्छौँ भनेको क्या। तपाईँहरूलाई लाग्छ कि होइन विरोधीहरूले सही आवाज उठाएका हुन् विपक्षीहरूले भन्ने लाग्छ भने भीष्मराज आङदामे काङ्ग्रेसको नेताको एउटा आएको छ, इन्टरभ्यू आएको छ फायर साइडमा कान्तिपुरमा, हेर्न सक्नुहुन्छ। उहाँहरूको केही मुद्दा छैन, उहाँहरू यत्तिकै उफ्रिनु भएको हो। पेजलाई फलो गर्न नबिर्सिदिनु होला, भिडियोलाई लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला। लेट्स मेक इट ह्यापन टुगेदर।